भने यहाँनिर रोड क्रस गर्नु पनि भ्याउँदैन कोनिचिवा भन्ने साह्रो गर्दै नानी I love you. Hello everyone, welcome back to my YouTube channel. म चाहिँ एकदमै सन्चै छु, मेरो दिदी पनि एकदमै सन्चै हुनुहुन्छ। आई होप हजुरहरू पनि एकदमै सन्चै हुनुहुन्छ होला भनेर आशाको साथमा आजको नयाँ ब्लग सुरुवात गर्न गइरहेको के कस्तो हुन्छ स्किप नगरिकन अन्तिमसम्म हेर्दै गर्नु होला। हेरौँ अब आजको यात्रा चाहिँ कस्तो हुन्छ। आज चाहिँ हाम्रो होमस्टे हो। हामी चाहिँ अहिले बाटोमा गइरहेको सेन्सेले पनि हुन्छ खै हुन्छ त्यो हाम्रो सेन्सेले गएकोसँग चाहिँ जापानिजहरूले लिन आउनेछ हामीलाई होइन दिदी। अनि हामी चाहिँ गेम खेलेर कसले जित्ने हो अनि त्यो अनुसारले चाहिँ हामी त्यो फर्स्टमा जाने हो। ल है गाइज हामी चाहिँ अब जान लाग्यौँ घाटकोसम्म रेडी भएर हाम्रो सामान बोक्ने भरिया पनि अगाडि आज चाहिँ हाम्रो होमस्टे हो। होमस्टे भन्नाले अब हाम्रो चाहिँ यो आज जापानिजको घरमा होइन आज गएर त्यहाँ चाहिँ एक दिन स्टे भएर भोलि चाहिँ खायरु हुने हो। फेरि खायरु भनेको के हो भन्नुहुन्छ होला। फेरि खायरु भनेको के हो भनेको फर्किने हो होइन। अनि हेरौँ लाइफमा फर्स्ट टाइम अब जापानिजको घरमा जानु लाग्यो के हुन्छ कस्तो हुन्छ त्यो अगाडि भिडियोमा हेर्दै गर्नु होला। त्यो एक्सपिरियन्स चाहिँ थाहा पाउनुको लागि हामी चाहिँ अब पुग्न लागिसक्यो गएकोमा। हाम्रो भरियाहरू चाहिँ सायद पुगिसक्यो होला किनभने भरियाहरू चाहिँ साइकलमा हो दुईजना। अब यस्तो लुगा लाएर अब भरिया भारी बोक्न त मिलेन। साइकलमा पनि आउनु हुन्थ्यो। अब साइकलमा आऊँ भने अब हावा चलिरह होइन। साइकल चाहिँ फेरि हामीले कता राख्ने हुन्छ नि त। हामी गएपछि बसेपछि त अब फेरि भोलि मात्र भेट हुने हो साइकलसँग पनि। त्यही भएर चाहिँ हामीले भरिया ल्याएर भोलि रिटर्न हुँदाखेरि पनि तिनीहरूलाई फोन गर्नुपर्छ। भोलि रिटर्न हुँदा पनि उनीहरूलाई फोन गरेर चाहिँ आउने हो। हामी चाहिँ यहाँ कुद्दैन भने यहाँनिर रोड क्रस गर्नु पनि भ्याउँदैन। वहाँनिर रोड क्रस गर्नु ग्रिन बोलिरहन्छ। जापानको हालत चाहिँ यस्तै छ अब के गर्नु। यति नकुदिसम्म हामी पुग्नै सक्दैनौँ। थाक्यो। हजुरहरू पनि जापान आउन चाहनुहुन्छ भने कृपया कुद्न चाहिँ सिकेर आउनु होला। कुद्न राम्रो हो कुद्न नसक्ने मान्छे जापानमा आएर काम छैन। हामी चाहिँ गएको नजिक पुगिसक्यौँ फाइनल्ली। अब चाहिँ हामी जापानिजहरूसँग भेट हुनेछ। मेरो फ्यामिली छुट्टै हो, दिदीको फ्यामिली छुट्टै हो किनभने दिदी छिटै घरमा जानेवाला। त्यो म त त्यो पेपरै ल्याएन आज ल्याउनुपर्छ होला त। मलाई त मोमोको च्यान मात्रै याद छ यार। ला आफ्नो खाजाको नाम नै याद छैन है। ला पेपर ल्याउने त्यस्तो छ अब नामै थाहा छैन। त्यो पनि थाहा छैन मलाई। मान्छे चाहिँ फ्यामिली नाम नामले बोलाउने होला। बच्चाको नाम याद छैन। अन्जान म जानेवाला घरको बेबी चाहिँ 7 वर्षको नानी बहिनी हाल्यौ नि बच्चाको। त्यो त हालेँ। हामी चाहिँ गएकोमा आइपुग्यौँ। सिर्जना निमोचोहरू चाहिँ यति छ। हामी खालि यहाँ आएको साथीहरूले पनि ल्याएको थियो। साथीहरूलाई आरिगातो गोजाइमास किनभने यहाँसम्म चाहिँ हाम्रो सामान ल्याइदिनु भएको छ। अब भोलि रिटर्न हुने बेला पनि उनीहरूले फेरि बोलाउने हो। यति धेरै सपोर्टिभ साथीको चाहिँ एकदम आवश्यक छ होइन दिदी। त्यही भएर अब चाहिँ हामी आफ्नो फ्यामिली गएको आइपुग्दाखेरि चाहिँ क्रिसमसको लागि रेडी गर्दै हुनुहुन्छ। क्रिसमस चाहिँ अर्को महिना हो, त्यही पनि यिनीहरूको चाहिँ अब मेन फेस्टिभल हो नि त। मेन फेस्टिभलमै क्रिसमस मान्दो रहेछ। अब त्यही भएर चाहिँ अहिलेदेखि डेकोरेसनको लागि चाहिँ सजाउँदै राख्दो रहेछ। अनि हाम्रो सेन्से यता क्युट सेन्से। क्रिसमस चाहिँ धेरै ठुलो
हो है। यो एउटा मात्र होइन कि धेरैवटा इन्डोरहरू सजाउनु पर्छ नि त, त्यही भएर चाहिँ अहिलेदेखि चाहिँ स्टार्ट गर्नु। होमस्टेमा जाने साथी चाहिँ मयुरी सान, सोने सान। अनि के अरे यता गर्नु त हामी चाहिँ सबैजना एकै ठाउँ भए पनि जाँदाखेरि चाहिँ सबैजना छुट्टो छुट्टै एउटा एउटा घरमा जानेवाला हो। त्यही भएर चाहिँ अब सबैजना जम्मा हुँदैछ। मलाई के मन पर्छ सोधिरहेको के भन्ने कि मलाई रिङ्गोको जुस मनपर्छ भनेको अब त्यही बोके मलाई जे मन परेको त्यही बोकिरह। कति क्युट बच्चा हो क्या, कति क्युट। यस्तै बेबी चाहियो, यस्तै बेबी कोनिचिवा भन्ने साह्रो गऱ्यो नानी। नमस्ते। म चाहिँ यहाँ जापानको घरमा आइपुगिसक्यो। सामानहरू मिलाएर सजाएर राखेको रहेछ। जाडो छ अनि त्यही भएर यहाँ एसी चलाएर राखेको छ। अब चाहिँ कपडा चेन्ज गरेर अनि सँगै खाना बनाउन जाने। अब चाहिँ हामी खाना रेडी गरेको।簡単。できた、わかった。じゃあ覚えた。この花の切るのとか、葉っぱのやつがちょっと難しい。切るのがちょっと難しい。じゃん。花はどう？ I love you。आजको दिन चाहिँ मेरो यसरी नै बित्यो। अब बिचबिचतिर पनि भिडियो चाहिँ बनाउनु मन थियो, तर हिजो काम भएको भएर चाहिँ म कारमै निदायो, बोल्नै पाएन। अब फर्स्टचोटि यसरी जापानिजको घर आएको। इभन अहिलेसम्म नेपालमा धरि यसरी होमस्टेमा यसरी अरूको घरमा बास बस्ने, अरूको घरमा तोमार त्यस्तो भएको छैन नि त अहिलेसम्म। अब फर्स्ट टाइम हामी यसरी जापानमा चाहिँ जापानिजको घरमा होमस्टे गर्न आएको थियो। अब फर्स्टमा त डरले पनि हो कि के हो, बोली पनि आएको थिएन। हिजो मेरो काम थियो अनि त्यही भएर चाहिँ
सुत्न पाएको छैन। थ्याङ्क यू सो मच फर वाचिङ।